ठिक छ, यो नियम एकदमै राम्रो छ, हामीले मानिरहेको छौँ, मान्छौँ पनि। तर बाइकबाट भुइँमा झर्दै नझरेको मान्छे त्यो पार्किङमा राखेको होइन नि त, उभिन त मिल्छ नि त। इन ड्राइभ पठाउ गर्ने मान्छेहरूले मान्छे झार्न त पाउँछ नि त। त्यतिन्जेलसम्म पनि तपाईँहरू उभिन दिनुहुन्न भनेदेखि के ठिक छ, हामी फाइन तिर्न तयार छौँ, तर त्यसको लागि तपाईँहरूले चाहिँ हामीलाई पार्किङको सही व्यवस्था गरिदिनु पर्यो नि त। ट्याक्स मात्रै तिर्ने कुरा त होइन नि। त्यो इन ड्राइभ पठाउ गर्ने मान्छेहरूले रोक्नु चाहिँ कहाँ, बसाउनु चाहिँ कहाँ, मान्छे उचा राख्नु चाहिँ कहाँ, झार्नु चाहिँ कहाँ। फेरि अब हामी जनता पनि उस्तै छौँ, हामी पनि जहाँनिर हो हाम्रो लोकेसन त्यहाँभन्दा यताउता जाँदैन भने त्यो बिचरा इन ड्राइभ पठाउले चाहिँ के गर्नु। उनीहरूसँग पैसा हुन्थ्यो भने त्यो 100 रुपियाँका लागि दिनभरि रोडमा हिँड्दैन थियो होला नि क्या त्यो भाइहरू पनि। उनीहरूको पनि बाध्यता हो। अनि महिनाभरिमा 30,000 15,000 कमाउने मान्छेले 50,000 फाइन तिर्न सक्दैन। 25,000 कमाउनेको लागि पनि 10,000 फाइन तिर्ने बित्तिकै उसको ब्यालेन्स बिग्रिन्छ। उसले कसरी घरमा म्यानेज गर्नु। गरिबको पीडा बुझ्दै नबुझ्ने, गरिबीको बोल्दिने कोही छैन भन्ने, अनि आफै गरिबको पीडा नबुझ्ने, यो त भएन नि त। महानगरले गर्नुपर्छ, गर्नु नै पर्ने कुराहरू हो। तर अब जसरी हामी नागरिकको लागि कडाभन्दा कडा नियम छ, त्यसै गरी पुलिसहरूको लागि नियम छैन कि? नियम हाम्रो लागि मात्रै हो, उनीहरूको लागि चाहिँ नियमै होइन। अनि त्यो बिचरा जो आगोले पुरै शरीर जलेको छ, उसलाई हिँडाएर लगेको छ क्या त्रिपुरेश्वरदेखि वीर हस्पिटलसम्म। एउटा गाडी, एउटा ट्याक्सी, केही एम्बुलेन्स केही बोलाउन सक्नु भएन तपाईँहरूले। लास्टमा त जति नै ठुलो कुरा गरे पनि नेपालीको ट्याक्समै हो नि त, होइन सरकारको पेट पाल्ने। अनि तपाईँहरू एउटा बिरामीलाई एउटा गाडी, एउटा बाइक, एउटा केहीमा लान सकिन्छ नि यार। पुरै शरीर जलेको मान्छेलाई हिँडाएर लगेको छ, अलिकति पनि शरम छैन भनेको। उफ, के भन्ने, जुन जोगी आए पनि कानै चिरेका क्या लास्टमा।